Hello guys, welcome to our new video. आशा छ हजुरहरुलाई सबैलाई सन्चै हुनुहुन्छ होला। धेरै दिनपछि न्यू भिडियो आएको छ, त्यही पनि मुकबाङको साथै। हजुर गाइस, पेपर पकाउने भनेर हाम्रो पकाइ फेरि हामीले यसरी पकाउँछौं हेर्नु। यहाँ यो उम्लिरा अनि यहाँ चाहिँ हामीले अन्डा बोइल गरेछौं कि अब चाहिँ हाम्रो पाकिसकेको छ। मेरो स्मित दिदीको च्यानल हो यो। स्मित दिदीले चाहिँ यहाँ यो के हालिराख्नु भएको छ हेर्नुस् है साथीहरु। हजुर म भन्दा ठुलो हुनुहुन्छ सानो हुन्छ मलाई थाहा छैन, त्यही पनि हजुरहरुलाई मैले साथीहरु भनेर बोलाउँछु है। खाम जस्तो लाग्यो होला नि साथीहरु, हेर्नु त कति आहा कति मिठो होला। करेन्ट टु याक्स स्पाइसी हट बनाउने फर्स्ट टाइम नानीसँग च्यालेन्ज। अब चाहिँ साथीहरु अब चाहिँ हामीले ल्याइसक्यौं। यी दुईटा अन्डा छ, यहाँ चिसो पानी छ अनि यहाँ कोक छ। अब हामी सुरु गर्छौं गाइस है। यो चाहिँ अघि नै मुकबाङ भने चाहिँ मैले हामीले सल्लाह गरेर च्यालेन्ज हो भने कसले सुरुमा भ्याउँछ त्यो विनर हुन्छ। पैसाको फेरि 50-50 रुपैयाँ पैसा पनि छ र हार्ने मान्छेको चाहिँ तपाईं भन्ने के दिने हार्ने मान्छेलाई त्यो चाहिँ त्यही अनुसारको हामीले च्यालेन्ज पुरा गर्नेछौं। अब स्टार्ट है, सुरु गरौँ गाइस। रेडी सेट स्टार्ट गो। ल फर्स्ट बाइट मैले चाहिँ फर्स्ट बाइट भन्न बिर्सेछु। सेकेन्ड बाइट एकदम पिरो। डिस्टर्ब होला गाइस, यता भाइ बोलिरहेछ, माइन्ड नगर्नु होला। जिते नानी हारी। अब हजुरले भन्दा कि नानीको लागि के पनिसमेन्ट दिने भनेर अहिले यति नै गाइस। माया चाहियो, सपोर्ट चाहियो गाइस। यतिले मात्रै भयो के। अब पार्ट 2 चाहिन्छ भने भन्नु र के पनिसमेन्ट दिने यसको लागि त्यो पनि सोचेर राख्नु गाइस। त्यही अनुसार हामीले पनिसमेन्ट दिन्छौँ। यसलाई पनिसमेन्ट नदिनु है गाइस, दिनुपर्छ। ल गाइस, बाई बाई।